भनेपछि मुटु भएकै छोरो रहेछ हैन त्यसै मुटु बालन भएको शाह पशुपतिले जन्माएको छोरो पशुपति नेपालीको छोरो हो भनेर जन्माएको उहाँलाई 2 दिन भए पनि मेरो लागि चाहिँ ओरले कहिले सक्यो तपाईँ आँट गरेर सक्यो आइजिबी छैन नि यहाँ पुलिसको चिफ छैनन् कि आर्मीको चिफ छैनन् कि तर उहाँले यसो गर्नुपर्छ सल्लाह मिलेन ती अस्तिसम्म ड्रोन लिएर आउने केटाहरू कोही ड्रोन लिएर केटा कहाँ कुदे आए म त रियली भन्ने हो गुन्न गर्दै खानु त पनि यही मिनेट छ नि त यसरी खानुहोस् हामी पनि बाल्लो बोकेर खानुपर्छ यो राम्रो हो मेरो लागि पशुपतिबाट आउने खोल हो यसरी नाखेर विदेश आदेश गर्नुपर्छ के मजा आएर विदेशी पानी अचाओस् न त्यसलाई पो सुन्नार भनिन्छ होइन मेरो म त यस्तो बुद्धि गरिबको नेता हुन सक्दैन गरिबलाई रुवाएर नेता कसरी बन्न सक्छ भनेर भनिरहेका छन् विपक्षीहरूले बालन शाहलाई त्यो त हजुरको मैले हजुरले भनिसकेँ सुविधाले सम्पन्न हुँदैन प्रकृतिको नियम के छ भने काहीँ सुविधा काहीँ असुविधा होइन हजुर अब कसैले बालनलाई बहादुर भनेका छन् कसैले चोर भनेका छन् उहाँलाई त बुक त छाडेकै छन् होइन तर त्यो उहाँसँग साथमा चोर भनेर नै सहन सक्ने खालको हो बहादुर भने सहन सक्ने खालको दिमाग छ उहाँसँग चाहिँ होइन त न त तराईमा जन्मेको मान्छे धेरै पाउतार हुँदैन भन्थ्यो नि पहिला हिमालमा जन्मेको भने तगडा घर निस्किँदैन हिउँबाट निस्क्यो भने ठन्डा चिसोमा चिसो तातोमा तातो